स्वागत गाइस हाम्रो नयाँ ब्लगमा हिजो थापेको जाल चाहिँ हामी उठाउन गइरहेको छौँ। सो हेर्नु होला माछा कति पर्छ हिजो हामीले थापेको जाल। लेट्स गो। भान्जा आउँदैछ त्यहाँ चट्ट लाएर ज्याकेट स्याकेट हामी चाहिँ यात्रा सुरु अब खोला छ। फाइनल साथीहरू हामी हिजोको ठाउँमा आइपुग्यो। घरबाट हिँडेको ठ्याक्क हिजोको ठाउँमा आइपुग्यो हामीले जाल लगाएको ठाउँमा। अब हेर्नु होला माछा कति परेको छ है साथीहरू। यो भिडियोलाई साफ सपोर्ट दिनु होला, माया दिनु होला, लाइक सेयर सब्सक्राइब कमेन्ट गर्नु नबिर्सिनु होला। मैले त्यस्तै गाउँघरको भिडियो ब्लग लिएर आउनेछौँ फेरि पनि भन्दै। अहिले चाहिँ हामी चाहिँ खोला आइपुग्यो बिहानै। माछा छैन। छैन नि अब अर्को जाल त गाइजहरू आज त हाम्रो सुटको जालमै के परेन। अब त धेरै माछा छ यार। के लाग्यो नि यस्तो आज पर्छ होला पर्दैन। तिनवटा हजुरले यहाँ बनाइहाल्नु भन्नुहुन्थ्यो नि। एउटामा 5 वटा हो गाइस। पाँचवटा माछाहरू 6वटा चाहिँ परेछ गाइस दोस्रो जालमा। माल त अब त पर्दैन होला हौ भनेर लागिरहेको छ। धन्न पर्यो गाइसहरू माछाहरू। म त जस्तो लाग्छ नि जहाँ बगाल हुन्छ नि त्यही धेर माछा हुन्छ होला। यहाँ 6वटा ओ यो कस्तो खाले माछा भित्ती हो कि क्या त हजुर। ए उयोतिर पाउँदैन उयोतिर चारवटा 5वटा हाम्रो 6वटा पाल्छ। 6वटा चाहिँ पऱ्यो अहिले त। अब हामी नेक्स्ट जाल हाम्रो कहाँ छ? एउटा परेछ एउटा। त्यो पनि कहाँबाट झुकेर खोलाबाट गाइजहरू मासुले जालै उठाउनु दिएन नि हौ रनमतीहरूले। जुन पर्ने ठाउँतिर चाहिँ नि ठुक्कै पानी चाहिँ खोरै खर्छ गाइसहरू। छिट्टो चाहिँ मलाई खोला बढ्दिएको अब। छैन सक्दैछ छैन।
त्यस्तो फोरपानीमा गर्छ त्यो खतरा गर्छ नि रहेछ माछाको लागि होइन त्यस्तो फोरपानीसँग मिलाउनु यस्तो रुबी हाल्नु दुईवटा तिनवटा खोइ अर्को ए 4टा 5 रातो खान्छ हामी त भयो कुन फोन फोन अब है फाइनली गाइजहरू खोलाबाट हाम्रो चाहिँ एकदम समस्या जालो छ ल अलिक तलबाट जाडो उस्तै छ मलाई कति छ यार टाइरमा रमेको भने कस्तो हुन्छ गङ्गडा सुस्नाले लगिदिनु पर्छ सुस्नाले त खान्छ त यस्तै र छोटेहरूले नि खान्छ काँच्चै हाम्रो माछा अनि खाने अलिक लग्दो हुन्छ हामीले यति माऱ्यौँ एउटा 4टा अब यहाँ कतिवटा 12वटा मर्यो टोटल अन्त माछाहरू छन् यसलाई काम नगरिदिउँ 6 यो 7 यो पनि गङ्गडा खाएछ 8 9 यो 10 11 12 खोलाबाट त हामीले माछा मार्न सकिँदैन अब हामी चाहिँ अब यसको लागि अब हामी मुढा बगाएर जाने हो खोला परेको उपलक्ष्यमा बाडुले लिएको गोले कसको सबै लाने हो अब अहिले गाईहरू आज हामीले चाहिँ माछा मार्न सक्दैन होइन अब हामी चाहिँ मुढा बगाएर जाने हो सो हेर्नु होला कहाँसम्म पुग्छ मुढा बगाउने होइन हामी लौदा बोका त म हाल्छु खोला एउटा मुढा बग्यो अब मुढा हाम्रो एउटा बगाइदिन्छ तल सुक्यो एउटा म फायरमा गर्दैछु अरे एङ्ग्री भयो सङ्घर्ष आएको के भयो कहाँ पुगिसक्यो तल पुगिसक्यो होला त्यो नि यो कहाँ रोकिन्छ हाँस उतलको तेर्सोमा रोकिन्छ यो उतलको तेर्सोमा रोकिन्छ होला अरूहरू कहाँ छ अब होइन अलिक तल छैन अब त होला हाम्रो मुढाहरू एउटा त तुफान उडो ऊ यहाँ रहेछ ऊ पारीबाट अल्दैछ ब्यागहरू बोकौँ लु ज्याकेटमा हालेर बोक्नु मार्दैन बोक्दैन त के भयो सोनाम गर्छ त्यसो अब फेरि खोला घर त कस्तो जग्गा मलाई छैन
गाइस अब यहाँ हाम्रो मुढायास ल्याउन सक्नु भनेको छौँ माथिबाट बगाउँदै बगाउँदै आएको यहाँ हाम्रो सन्ध्या जाँदै हुन्छ तपाईँलाई भ्लग कस्तो लाग्यो फेरि लाइक सब्सक्राइब गरिदिनु होला र हाम्रो मेहनत हेरिदिनु लाइक सब्सक्राइब सेयर सब्सक्राइबहरू गरिदिनु होला त्यति भन्दै बाई फाइनली गाइजहरू पिन्चेको सपना चाहिँ मिलेन रहेछ आज कतिवटा देख्यो अरे सपना माछा मारेको पिन्चेले भन्दाले 10वटा माछा मार्ने सपना देखेको अरे 6वटा परिरहेको छ आज त हामीले धेरै एक्सपेक्टेसन गरेको थियौँ तर माछै मरेन यार गाइजहरू तर अनि केही छैन नेक्स्ट टाइम हाम्रो हुन्छ